45 दिनको ब्रोइलर कति केजी हुन्छ? 3-4 केजी हुन्छ। अब त्यो खाँदाखेरिमा हामीलाई पनि त्यो केमिकल सँगसँगै खानु पर्यो। त्यो जति धोएर त्यो तपाईको कोसीमै लगेर कोसीकै पानीले एउटा कुखुरा धुने भने त्यो केमिकल जान्छ त जाँदैन नि हैन? त्यो त खानु पर्यो। हामी आफ्नो एक छाक तार्नुको लागि आवश्यक पूर्ति गर्नु भोक मेटाउनुको लागि बाँच्नुको लागि। त्यसो हुँदाखेरिमा चाहिँ हामीले जानेर पनि त्यो कुराहरुबाट वञ्चित हुन सक्दैनौँ हैन? जस्तै मिनरल पिउने पानी त थोरै मात्रै नै पिउँछौँ हैन? यहाँ गोपाल सरले अफिसमा राख्नु भएको रहेछ, तर त्यो पनि 100% छैन, त्यो शुद्ध छैन के। उहाँले पनि चेक गरेर राख्नु भएको होइन नि त। जस्तो त्यो कम्पनीले ल्याइदियो त्यस्तै गिलेन राख्ने हैन? सबैभन्दा राम्रो मिनरलबाट। तर तपाई हामी गाउँघरमा अब कतिपय अब सहरमा हुर्केका हुन प्रायः जसो गाउँमै हुर्केको जरुवा पानी पहाडको डाकुराबाट निस्केको पानी कति शुद्ध छ हैन? त्यो पानी हामीले त पिउन त सम्भव छैन यहाँ सहरमा बसेर। अब त्यो सम्भव छैन भने हामीले मास्क लाएर, अब हिजो लकडाउनमा मास्क धेरै लायौँ। मास्क लाउँदाखेरिमा थोर रोकेला, तर जति पनि हाम्रो शरीरले चाहिने अक्सिजन चाहिँ हामीले दिन सक्दैनौँ हैन? गाह्रो त्यो भएको अब यदि किसिमको प्रोडक्टलाई हामी कन्ज्युम गर्छौँ भनेदेखि, जस्तै यो कन्ज्युम गर्दाखेरिमा यो प्रयोग गर्दाखेरिमा सानातिना समस्या हाम्रो शरीरले फ्याक्न नसकेको टक्सिनहरूलाई चाहिँ अब के गर्ने त भन्दाखेरिमा यो डिएक्सनको बडीले यो डिएक्सनको प्रोडक्टले पनि के गर्ने सफाइ गर्ने। अब आजबाट सुरु गरेर चाहिँ दिन प्रतिदिन उपभोग गर्दै गयो भनेदेखि भोलि ठुल्ठुला समस्याहरूलाई चाहिँ हामी बेहोर्नु पर्दैन। त्यसो हुँदाखेरिमा चाहिँ अब यहाँबाट चाहिँ यसो नगर्ने भनेदेखि भोलिको समस्या चाहिँ अब हामीलाई थाहा हुँदैन, भोलिको दिन कसलाई थाहा हुन्छ। तर मरिहालिन्छ। अब छोरी पहिला गइहाल्छ, म बुढी मरिहाल्छु भने जस्तो अब आमा पनि काम नगर्ने, छोरी पनि नगर्ने, छोरी पनि पहिला गएन अरे आमा पनि मरेन। वर्षभरि अरूले खेती गर्दा दुईजना खेती गरेन, पछि त खान त चाहियो हैन? त्यस्तै खुसी राख्नको लागि, आफ्नो सुन्दर परिवारसँग बाँच्नको, यो धरतीमा बाँच्नको लागि हैन? यदि यो कफी पिएर त्यो ठुल्ठुला दुर्घटनाबाट बच्न सकिन्छ भने आज यो 1085 लगाएर यो कफी पिउँछौँ, तर यो 1 वर्ष यसलाई नै कसरी पिउँछौँ त्यो पिएको तरिका साथीभाइलाई बताएर, यसका गुणहरू साथीभाइलाई बताएर 1 वर्षपछि यो कफी हामीले फ्रीमा पिउन सक्छौँ हैन? हिजो 2010 मा यो सबै प्रोडक्टहरू मैले किनेरै युज गरेको हो मलेसियामा, तर 5 वर्ष मार्केटिङ गरेर आउँदा यो सबै प्रोडक्टहरू अहिले 15 वर्ष हो, नेपाल आएको 8 वर्ष हो मलाई। यो प्रोडक्टहरू मैले एभ्रिथिङ मैले फ्रीमै युज गर्छु हैन? त्यसो हुँदाखेरिमा चाहिँ के फाइदा हो भन्दाखेरिमा यदि मेरो स्वास्थ्यलाई पनि सुधार भयो हैन, ठुल्ठुलो जोखिमबाट वञ्चित भए र साथसाथै यसलाई अरूलाई सेवन गर्न सिकाउँदाखेरिमा चाहिँ के फाइदा हो भन्दा कसैको समस्या सुधार भयो भनेदेखि यहाँ पनि आज आउनु भएन, जानुका मान्छेहरू यहाँ मास्टर हुनुहुन्छ, उहाँको हाम्रो बसले बिर्सिनु भएर सायद एकपल्ट आउनु भएको थियो। उहाँहरूको समस्या, त्यसको जति समस्याहरूलाई पनि सुधार हुन्छ भनेदेखि हैन एउटा सेवा भयो। म धरानबाट यहाँ आउनलाई तपाईँको 3-4 घण्टा लाग्छ भनेदेखि उहाँहरू यहाँबाट आएर प्रोडक्ट खाँदाखेरिमा सुधार भयो, त्यो एउटा सेवा भयो। मैले खाना सिकाएँ, अफिस देखाएँ भनेपछि त्यो एउटा सेवाको रूपमा भयो र उहाँले फाइदा पनि भयो र मलाई पनि उहाँले प्रोडक्ट दिँदाखेरिमा केही पोइन्ट भ्यालुहरू मेरोमा पनि जोडिन्छ, मलाई पनि फाइदा भयो। तर के सबैभन्दा ठुलो कुरा के हो भने उहाँको स्वास्थ्य सुधार हुनु सबैभन्दा ठुलो कुरा हैन? अनि त्यो भएको कारणले अझै पनि यहाँ पछाडिबाट एकजना मान्छे आउनु भएन, सायद उहाँ चाहिँ डक्टर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो यहाँ उसमा यो बडको हस्पिटल चाहिँ बिर्ता सिटी यहाँ हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ हाम्रो भुटान गएर भुटान गएर उहाँ 2 वर्ष मेडिकल लाइनमा बसेर पनि अनि उहाँ मेडिकलमा
समस्या थियो, आँखाको समस्या। उहाँको मम्मी अझै पनि कुवेतमा हुनुहुन्छ, अब केही महिनापछि आउनुहुन्छ होला। एकजना भान्जी र एकजना भान्जा, उहाँको भान्जी चाहिँ अहिले काठमाडौँ हुनुहुन्छ, यहाँ पनि आउनुभएको। उहाँले चाहिँ उहाँको मम्मी चाहिँ अब म कुवेत गएपछि चाहिँ जोइन भएर प्रोडक्ट सेवन गरेर उहाँको छोराछोरीलाई पनि सेवन गर्नु दिनुहुन्थ्यो। म पनि आफै उहाँको घरमा पनि। अनि त्यो भएको कारणले त्यो भान्जाले चाहिँ अहिले चस्माहरू युज गर्नु होइन, यो स्क्रिनहरू, कफीहरू, ओरेन्ज जुसहरू युज गरिराख्नुहुन्छ। अनि त्यो भएको कारणले चाहिँ वास्तवमा यो डिएक्सन प्रोडक्टले कति काम गर्छ भनेर मैले भनिराख्नु भन्दा पनि तपाईँले प्रयोग गर्नुभयो भने चाहिँ यसको रिजल्ट चाहिँ तपाईँलाई छिटो थाहा हुन्छ। तर के हो भन्दामा जस्तै अब यो प्रोडक्ट युज गर्नुको मैले केही कुराहरू त भने, तर किन भन्दाखेरिमा यो प्रोडक्ट युज गर्दाखेरिमा चाहिँ जस्तै हामीले जन्मेदेखि बजारको आजसम्म कति किनेर प्रयोग गरियो, कतिको खाइयो, कति यो खाइयो, कति खाइयो होइन, तर त्यसको लेखाजोखा चाहिँ हामीसँग छैन, कम्पनीसँग पनि छैन। फलाना आएर यतिको मेरो प्रोडक्ट किन्थ्यो, खरिद गर्ने भनेर लेखाजोखा छैन। तर डिएक्सनमा चाहिँ जस्तै तपाईँले एउटा सानो एउटा जिमेल सक्ने नै हिँड्नुहोस्। अहिले नेपालमा सदस्यता बन्नलाई फ्री छ, पैसा लाग्दैन, गभर्मेन्टले त्यति राम्रो रुल्स बनाइदिएको छ। मलेसिया भनेदेखि अहिले समथिङ 3000 प्लस लाग्छ होला नेपाली जोइन हुन भनेपछि अब तपाईँ हामीले चाहिँ यो एउटा पेस्ट गानुजी पेस्ट नै युज गर्नको लागि एउटा डिस्ट्रिब्युटर बन्नु छ भने एउटा स्पोन्सर चाहिन्छ। हजुरहरूलाई जसले इन्फर्मेसन दियो, जसले तपाईँलाई यसको बारेमा सूचना दियो, उहाँसँग गएर चाहिँ तपाईँ एउटा डिस्ट्रिब्युटर बन्ने हो। तपाईँको नागरिकता फोटोकपी, पासपोर्ट साइजको फोटो 3 प्रति चाहिन्छ र तपाईँले चाहिँ यो एउटा डिस्ट्रिब्युटर बनेपछि म चाहिँ यो पेस्ट साह्रै राम्रो लाग्यो, यही युज गर्छु भन्दा पनि तपाईँले 12 महिनामा चाहिँ तपाईँले चाहिँ एउटा पेस्ट किन्नुभयो भने तपाईँको आइडीबाट त्यो तपाईँको आइडी युटिक हुन्छ। जस्तै यो राम्रो लागेर तपाईँले युज गर्नुभयो, अरूलाई पनि सेवा दिन्छु, अरूलाई पनि मद्दत गर्छु भनेर तपाईँले महिनामा 100 वटै किनेर तपाईँको आइडीबाट बेच्नुभयो भने यो 755 रुपियाँ पर्छ र कस्टमर प्राइस चाहिँ तपाईँको 830 रुपियाँ पर्छ। तपाईँले त्यो केही खुद्रा नाफाको लागि तपाईँले किन्नुभयो भने त्यसको पोइन्ट भ्यालु चाहिँ तपाईँलाई चाहिँ तपाईँको आइडीमा चाहिँ 120 दिन चाहिँ यसको पोइन्ट भ्यालु चाहिँ जम्मा हुन्छ। जम्मा भएपछि चाहिँ पर्सेन्टेज हाम्रो मार्केटिङ प्लानमा आउँछ, 6%बाट सुरुवात हुन्छ 37%सम्म। लास्टमा नबाट बेनिफिटबाट हिसाब गर्यो भने 71% चाहिँ तपाईँहरूले चाहिँ बोनस पैसा लिनु सकिन्छ, कमिसन प्राप्त गर्न सकिन्छ। त्यसो हुँदाखेरिमा चाहिँ हामीले यसलाई व्यावसायिक रूपमा पनि हेर्न सक्छौँ, हेर्ने भने। तर तपाईँको आर्थिक पाटाबाट हेर्ने भनेदेखि हेर्दाखेरिमा 150 ग्रामको पेस्टलाई चाहिँ एकसम्म चाहिँ महँगो रहेछ, 755 पर्छ। तर यसको गुण धेरै छ, अघि मैले सुरुमा पनि भनेको थिएँ यहाँ होइन। र अब हामीले यो मसरुम पाउडर यो चाहिँ तपाईँको 90 दिनको च्याउ र 18 दिनको च्याउलाई नै मिश्रण गरेर चाहिँ अघि चाहिँ क्याप्सुल छ, बच्चाले क्याप्सुल खान सक्दैन, जस्तै वृद्धले पनि क्याप्सुल लिनले गाह्रो हुन्छ भनेदेखि त्यसलाई चाहिँ पाउडरको रूपमा कफीसित पानीसँग मिसाएर यसलाई युज गर्न सकिन्छ। सातु जस्तो खाएर पानी दिएर पनि यसलाई युज गर्न सकिन्छ। तर यो डिएक्सन प्रोडक्ट प्रयोग गरिराख्दाखेरिमा चाहिँ यदि क्यान्सरका क्यान्सरका केसहरू छ भने चाहिँ तपाईँको जस्तै यसले चाहिँ मैले एकदम मेगा डोजमा दिन्छु। जस्तै अब हस्पिटलहरूले रिजेक्ट गरेका मान्छेहरू घर गएर बिदा आरामले खुसी मनाउनु, उसलाई खुसी राख्नु, त्यो बाहेक सिवाय छैन डक्टरको भन्ने होइन। त्यस्ता व्यक्तिहरूलाई चाहिँ जस्तै यसलाई चाहिँ मैले 15 क्याप्सुल दिन्छु, दिनमा चाहिँ 15 क्याप्सुल दिन्छु होइन।